त्यो बल नरोके आउट हुने हो कि डन्डै छुइरहेको छ रोक्नु त पर्यो भोलि पर्सि भोलिको लागि सब भरिसक्यो भोलि होइन पर्सि पर्सि 1 गते पर्सिबाट त्यही पनि टिकट सकियो टिकट त्यहाँ गएपछि सक्छु सकिसक्यो होला उहाँ नपाइने बसिरहेको मात्र होला सब धुलै धुलो बनाएको अहिले त धुलो होला त बनाउँदै भएर हिलो त्यहाँ होला चाहिँ जस्तो थियो यादव बलिङ गरेको त्यही हो निमेश हो र यादव त्यो त खतरा हान्छ है त्यसले ए चितवनमा रहेछ त्यो चितवन रहेछ नाम के रे निमेश यादव बलिङ गरेको थियो बलिङ ब्याटर दुईटै हो ए त्यो अस्ति एनएसएलमा बल खेलेको थियो निमेश यादव 6 बलमा 6 छक्का हालेको थियो त्यसले पोखराबाट बलिङ गरे अघि गयो लास्ट बल गरे त्यसले हान्छ होला अहिले यो केटा आयो याद त आयो एकचोटि गर्दैन त्यही हो लाने भनेको यस्तो यस्तो लाग्छ पुग्दैन दौडेर भएन